घरको एक्लो छोरा म। मैले धेरै सपना देखेको थिएँ, तर आजका दिनहरू केवल पुस्तक र भाँडाकुँडा भर्न मात्र घुमिरहेका छन्। पढाइको भारी, कलेजका जिम्मेवारी मिल्दैन। घरका जिम्मेवारीहरूले मसँग युद्ध गर्दैछन्। हजुरहरूको आशा माथि रहेको छु, तर म थाकिसकेको छु। उनीहरूलाई कहिले खुसी दिन सक्दिन। पढ्नका लागि समय छैन, आरामका लागि स्थान छैन। तर हरेक दिन एक्लै घरको काम गर्छु र मनमा खालीपन चिन्ताहरूको भार उठाउँदै जान्छु। घरको एक्लो छोरामा, यो शब्द मेरो हृदयलाई गहिरो बनाउँछ। तिमीहरूको आँखामा आशा देख्छु, तर मेरो आत्मा अन्धकारको गर्तमा हजुरको आशा भुल्न सक्दिन। कोठाभरि किताबहरू छन्, तर मेरा मनका विचारहरू कहिले स्थिर हुँदैनन्। पढाइ छ, तर मसँग यसको अर्थ छैन। कोठामा थकित मुटु र एक्लोपनको यो भारी छ। दुनिया मसँग कुरा गर्दै छैन। सपना थाहा छैन, कति भिन्न र कति गहिरो बुझाइ छ। घरको काम पुरा गर्छु, तर मेरो मुटु चाहन्छ कि मैले आफ्नै खाँचोहरू बुझ्न सकूँ। घरको एक्लो छोरामा, यो शब्द मैले केलाउन सक्दिनँ। जीवनको साँचो अर्थ खोजिरहेको छु, तर केवल काम र खालीपन पाएँ। एक्लै सुत्दा मैले थाहा पाउँछु, सपना थिए र म उनकै पथमा हिँड्न चाहन्थे। तर हजुरहरूको मनमा म केवल कर्तव्य छु। मेरो सपना केवल ओछ्यानको छानोबाट बाहिर हिँड्न सक्दैन। कलेजका पुस्तकहरूले मलाई थकाएर फाल्छ। सपना भनेको शून्य जस्तो महसुस हुन्छ। कसैले मेरो मुटुको आवाज सुन्दैन। मैले आफ्नै सपना पुरा गर्न साहस पनि छैन। घरको एक्लो छोरामा, यो शब्द मेरो मुटुमा भरेको पीडाको कथा बनिरहेको छ। मैले कहिल्यै बाँच्न चाहेको जीवनलाई, तर म केवल घरका काममा बन्धक एक भई खिचिएको छु। कसैले मेरो भविष्यको कसम बुझ्दैन। तिमीहरूको आशामा म केवल एक यन्त्र जस्तो मात्र छु। हजुरहरूको आशा कस्तो भारी चढ्दैन, तर त्यो कुरा मलाई थाहा पाउँदैन। हाम्रो घरका रङ्गीन सपना मैले कहिले देख्न सक्दिनँ। न त पढाइको महत्त्व मैले सम्हाल्न सक्छु, न त मैले कुनै विश्राम लिन अवसर पाउँछु। म केवल एक्लो छोरा हुँ, घरको जिम्मेवारी बोक्न र थकान भर्न। घरको एक्लो छोरामा, यो शब्द मसँगै जिन्दगीको सम्पूर्ण पीडामा बदलिन्छ र म त्यहाँ बाँचिरहेको छु, केवल जिम्मेवारीका कारण र थकानको बोझका साथ। मसँग कुनै साथी छैन, कुनै राहत छैन। पढाइ, काम र घरको जिम्मेवारी केवल बडो डरको कारण बन्छ। तर कसैले मेरो सोच थाहा पाउँदैन। सायद यो संसार केवल कर्तव्यको लागि बनेको हो, तर म अझै कहिल्यै सोध्न सक्दिनँ के मैले कहिल्यै के कुरा गर्न सक्थे, के मैले कहिल्यै एक खुसी भविष्य चाहन्थे, सुखी भविष्य चाहन्थे। घरको एक्लो छोरा म। यसको पछाडि मेरो आत्मा लुकेको छ, मेरो हृदयको गहिरो दुःख। यो शब्द केवल मसँगै बढिरहेको छ, जसलाई मैले थकाउन र घेरिरहेको छु।
यो घरका काम, थकान र मनको शून्यता मलाई थाहा छ। मैले यी सबै कुरामा बाँच्नु पर्नेछ। पढाइ र परिवारका जिम्मेवारी मलाई कसैले कहिले बुझ्ने छैन। एक्लै म केवल अस्तित्वमा बाँचिरहेको छु र जीवनको यात्रा अड्किएको छ। घरको एक्लो छोरा म। अब यो शब्द मैले कसम बनाउँछु, तर यसको अर्थ केवल थकाइ र निराशा छ, र मैले मात्र यसको भार बोक्न सक्छु।